एसी आउन लागिसक्यो। सबैले सिरियस भएर पढ भन्छन्। सिरियस हुने चाहिँ कसरी? भुइँमा बसेर पढौँ, खुट्टा निदाउँछ। बिस्तारामा बसेर पढौँ, आफै निदाइन्छ। भयो नि यार यस्तो। अब त पढ्न थाल्छु। एसी आइसक्यो, पढ्नुपर्छ अब। लु पढ्न सुरु गरौँ। अब म यसरी बसेर हुँदैन। अब एसीमा मैले टप हान्छु। अब म यस्तरी पढ्न थाल्छु कि मलाई अब कसैले रोक्न सक्दैन। अब म अहिलेबाट सुरु गर्छु पढ्न। सुरु गर्न चाहिँ सुरु गरियो। यसबाट के होला? यसबाट आउँदैन। अब यो त आइहाल्छ मलाई। यो पाठबाट आयो भने नि केही गरी यो पाठबाट आएछ भने नि यसमा त म 100% टिक खान्छु। टक्क क्रोमोजोम बनाउँछु। अब लेख्दै पढ्दै सरले त लेख्दै पढ्दै गऱ्यो भने दिमागमा घुस्छ भन्नुभएको थिएन। त्यही गर्छ। साइन्स सबै मलाई आइहाल्छ। साइन्स सबै आउँछ। अब साइन्समा नआउने एउटै त्यही क्वेसन हो। अब साइन्समा फेरि लास्टै एउटा क्वेसन हुन्छ। आफ्नो नाम आफै बिर्सिने वैज्ञानिकको नाम लेख भन्छ। अब त्यसले आफ्नो नाम त बिर्स्यो। अब त्यसको नाम मैले याद गरेर हुन्छ यार। यो पढेर काम छैन। यो पढेर कामै छैन। अब साइन्स पढेर वैज्ञानिक बन्ने होइन। यो पढेर म्याथ पढ्छु। म्याथ यसबाट म्याथको हिसाब सल्भ गर्छु। एकछिन, म्याथ पढेर म्याथ काम कहाँ चाहिँ लाग्छ? अब है डक्टर पढेको मान्छेलाई म्याथ काम लाग्दैन। व्यापार व्यवसाय गर्ने मान्छेलाई त्यो साइन टिटा कस टिटा काम लाग्दैन। त्यो कहीँ काम लाग्दैन भने पढ्ने किन? यो पढेर पनि काम छैन। काम छैन। जेनजी, हामी त जेनजी हो नि। अब 2 दिनमा यत्रो सरकार त ढाल्यौँ। अझै एसी आउन त पुस माघ फागुन 3 महिना बाँकी छ हौ। 3 महिनामा त यस्ता किताब त म कति पढ्छु नि हौ। कति पढ्छु नि। अरे अझ त बिचमा दुर्गा प्रसादले आन्दोलन गर्छु भनेका छन्। फागुन 1 गतेदेखि आन्दोलन गरेपछि स्कुल छुट्टी हुन्छ। स्कुल जानु पढेन। पढिहाल्छ नि यस्ता किताब त जब काम छैन। सुत्ने पढेर कामै छैन। पढेर काम हुन्छ यार। जिन्दगीमा पढेर कोही ठुलो हुन्छ? अब हात्ती पढेर ठुलो भएको होइन। कमिला नपढेर सानो भएको होइन। राख्ने यो किताब सिरियाना राख्यो भने चाहिँ हुन्छ भन्ने सुने हो। बरु बुक सिरियनमा राख्ने झ्याप्पै हाल्ने।